जपनिज भाषा अध्ययन गरेर बसिरहनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई नमस्कार। आज पनि म उपस्थित भइसकेको छु मिनानो निहंगो लेसन 1 देखि 3 सम्मको खाइवालाई नेपालीमा सजिलो तरिकाले लिएर यस भिडियोमा चाहिँ म तपाईहरुलाई लेसन 1, 2 र 3 को खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझाउने छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। भिडियोलाई सुरु गरौँ है त। लेसन 1 को खाइवाको टपिक्स रहेको छ हाजिमे मासिते। हाजिमे मासिते भनेको चाहिँ के हो भन्दाखेरि तपाईले जापानमा पहिलो पटक कसैलाई परिचय गर्दै हुनुहुन्छ भने सो समयमा चाहिँ प्रयोग गरिने वाक्यांश रहेको छ है हाजिमे मासिते। याद गर्नु होला। यो खाइवामा चाहिँ हाम्रो 3 जना व्यक्तिको चाहिँ कन्भर्सेसन राखिएको छ। एउटा सातौं रहेको छ, अर्को यामादा र मिरा। 3 जना व्यक्तिको चाहिँ कुराकानीलाई चाहिँ यहाँ राखिएको छ। खाइवाको स्टार्ट चाहिँ सातौंले गरेको छ। सातौंले के भनेको छ हेरौं। ओहायो गोजाइमास। ओहायो गोजाइमास भनेको चाहिँ शुभ बिहानी अथवा गुड मर्निङ भनेको है। गुड मर्निङलाई जापानिज भाषामा के भन्दो रहेछ त ओहायो गोजाइमास। ओहायो गोजाइमास भनेको चाहिँ गुड मर्निङ रहेको छ। सातौंले चाहिँ गुड मर्निङ भनेर चाहिँ भनेको छ। त्यस पश्चात यामादाले के भनेको छ हेरौं। ओहायो गोजाइमास सातौं सान कोचिरावा माइकु मिरा सान देश। के भन्यो त यामादाले ओहायो गोजाइमास सातौं सान कोचिरावा माइकु मिरा सान देश भनेको चाहिँ गुड मर्निङ सातौं जी, उहाँ चाहिँ माइकु मिरा जी हो भनेर चाहिँ यामादाले भनेको छ है। ओहायो गोजाइमास भनेको चाहिँ गुड मर्निङ भयो। सातौं सान भनेको चाहिँ सातौं जी। कोचिरावा भनेको चाहिँ उहाँ चाहिँ भनेको है। माइकु मिरा सान देश भनेको चाहिँ माइकु मिरा जी हो भनेर चाहिँ यामादाले भनेको छ। त्यस पश्चात मिराले के भनेको छ हेरौं। हाजिमे मासिते माइकु मिरा देश अमेरिका काराकी मासिता दौजो एउरोसिकु। के भन्यो त मिराले हाजिमे मासिते माइकु मिरा देश अमेरिका काराकी मासिता दौजो एउरोसिकु भनेको छ है। यो भनेको चाहिँ के हो भन्दाखेरि हाजिमे मासिते म माइकु मिरा हो अमेरिकाबाट आएको दौजो एउरोसिकु भनेको छ है। अघि चाहिँ हामीले लेसन 1 को टपिक्स हाजिमे मासिते भन्दा चाहिँ के भनेका थियौं त जापानमा कसैलाई पहिलो पटक भेट्दै गर्दा र आफ्नो परिचय दिँदा चाहिँ प्रयोग हुने वाक्यांश भनेका थियौ। यहाँ चाहिँ मिराले सातौंलाई पहिलो पटक भेट्दै रहेछ। त्यही भएर चाहिँ मिराले के भन्यो त सबैभन्दा पहिले हाजिमे मासिते भन्यो है। याद गर्नु होला। हाजिमे मासिते भनेको चाहिँ जापानमा कसैलाई पहिलो पटक तपाईले परिचय दिँदै हुनुहुन्छ भने सो समयमा प्रयोग गरिने वाक्यांश रहेको छ हाजिमे मासिते भनेर चाहिँ मिराले भनेको छ। त्यसपछि चाहिँ माइकु मिरा देश भनेको छ। म चाहिँ माइकु मिरा हो भनेर भनेको छ। अमेरिका काराकी मासिता भनेको चाहिँ अमेरिकाबाट आएको भनेको छ। दौजो एउरोसिकु। दौजो एउरोसिकु भनेको चाहिँ के हो भन्दाखेरि तपाईलाई भेटेर खुसी लाग्यो भनेको है। यो चाहिँ परिचय गर्दा अन्त्यमा चाहिँ प्रयोग गरिने वाक्यांश रहेको छ। हाजिमे मासिते चाहिँ फर्स्टमा प्रयोग गरिने र दौजो एउरोसिकु चाहिँ अन्त्यमा प्रयोग गरिने है। याद गर्नु होला यो कुराहरु। त्यस पश्चात सातौंले के भनेको छ हेरौं। सातौं केइको देश दौजो एउरोसिकु। के भन्यो त सातौंले सातौं केइको देश दौजो एउरोसिकु भनेको चाहिँ सातौं केइको हो। दौजो एउरोसिकु भनेको चाहिँ मलाई पनि तपाईलाई भेटेर चाहिँ खुसी लाग्यो भनेर चाहिँ भनेको छ। यसरी चाहिँ हाम्रो लेसन 1 को खाइवाको चाहिँ एन्डिङ भएको छ। आशा छ तपाईहरुले लेसन 1 को खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझ्नु भयो होला भन्ने। अब चाहिँ हामी लेसन 2 को खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझ्ने छौं। लागौं लेसन 2 को खाइवातर्फ। लेसन 2 को खाइवाको टपिक्स रहेको छ कोरेकारा ओसेवानी नारीमास। कोरेकारा ओसेवानी नारीमास भनेको चाहिँ अबबाट तपाईको सेवामा चाहिँ हाजिर छु भनेको है। हाम्रो चाहिँ टपिक्स के रहेछ त कोरेकारा
ओसेवानी नारीमास रहेको छ र यो खाइवामा चाहिँ दुईजना व्यक्तिको कन्भर्सेसन राखिएको छ है। एउटा चाहिँ यामादा इचिरो र सान्तोसु, दुईजना व्यक्तिको चाहिँ कुराकानीलाई राखिएको छ। यामादा इचिरोले चाहिँ खाइवाको स्टार्ट गरेको छ है। यामादा इचिरोले के भनेको छ हेरौँ। हाई दोनाता देशका, हाई दोनाता देशका भनेको चाहिँ हजुर को हुनुहुन्छ भनेको है। हाई दोनाता देशका भनेको चाहिँ हजुर को हुनुहुन्छ भनेर चाहिँ प्रश्न गरेको छ। त्यस पश्चात सान्तोसुले के भनेको छ हेरौँ। एओन ह्याक्कु हाची नो सान्तोसु देश, के भन्यो त सन्तोषले। एओन ह्याक्कु हाची नो सान्तोसु देश भनेको चाहिँ 408 नम्बरको चाहिँ सन्तोष हो भनेर चाहिँ भनेको छ। त्यस पश्चात सन्तोषले पुनः केही कुरा भनेको छ। के भनेको छ हेरौँ। कोन्निचिवा सान्तोसु देश कोरेकारा ओसेवानी नारीमास दौजो एउरोसिकु ओनेगाई सिमास। के भन्यो त सान्तोसुले। कोन्निचिवा सान्तोसु देश कोरेकारा ओसेवानी नारीमास दौजो एउरोसिकु ओनेगाई सिमास भनेको चाहिँ नमस्कार, म सान्तोसु हो, म तपाईँको सेवामा हाजिर छु, भेटेर खुसी लाग्यो भनेको है। त्यस पश्चात यामादा इचिरोले के भनेको छ हेरौँ। कोचिरा कोसो एउरोसिकु ओनेगाई सिमास। के भन्यो त यामादा इचिरोले। कोचिरा कोसो एउरोसिकु ओनेगाई सिमास भनेको चाहिँ तपाईँलाई भेट्दा खुसी छु भनेको है। यामादा इचिरोले चाहिँ के भन्यो त। कोचिरा कोसो एउरोसिकु ओनेगाई सिमास भनेको चाहिँ तपाईँलाई भेट्दा चाहिँ खुसी छु भनेर चाहिँ भनेको छ। त्यस पश्चात सन्तोषले के भनेको छ त हेरौँ। आनो कोरे कोही देश दौजो। के भन्यो त सान्तोसुले। आनो कोरे कोही देश दौजो भनेको चाहिँ ठिक छ यो कफी हो लिनुस् भनेको है। आनो कोरे कोही देश भनेको चाहिँ ठिक छ यो कफी हो भनेको छ। दौजो भनेको चाहिँ लिनुस् भनेको है। त्यस पश्चात यामादा इचिरोले के भनेको छ हेरौँ। दोमो आरिगातो गोजाइमास, दोमो आरिगातो गोजाइमास भनेको चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद भनेको छ। यसरी चाहिँ हाम्रो खाइवाको चाहिँ एन्डिङ भएको छ। आशा छ तपाईँहरूले लेसन 2 को खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझ्नुभयो होला भन्ने चाहिँ मैले आशा राखेको छु। लागौँ अब हाम्रो लेसन 3 को खाइवातर्फ। लेसन 3 को खाइवाको टपिक्स रहेको छ कोरेओ कुदासाई। कोरेओ कुदासाई भनेको चाहिँ यो मलाई दिनुहोस् भनेको है। कोरेओ कुदासाई भनेको चाहिँ यो मलाई दिनुहोस् भन्ने चाहिँ हाम्रो टपिक्स रहेको छ। यो खाइवामा चाहिँ 3 जना व्यक्तिको कन्भर्सेसन राखिएको छ है। एउटा चाहिँ तेइन ए, मारिया र तेइन बी। तेइन भनेको चाहिँ पसले हो है। पसलेलाई चाहिँ तेइन भनेर चाहिँ जापानिज भाषामा भनिन्छ, यो कुरा पनि बुझ्नु होला। तेइन एले के भनेको छ हेरौँ। इरास्याई मासे, इरास्याई मासे भनेको चाहिँ स्वागत छ अथवा वेलकम भनेको है। तेइन एले चाहिँ के भन्यो त। इरास्याई मासे, इरास्याई मासे भनेको चाहिँ स्वागत छ वेलकम भनेर चाहिँ भनेको छ। त्यस पश्चात मारियाले के भनेको छ हेरौँ। सुमिमासेन वाइन उरिबावा दोको देशका। के भन्यो त मारियाले। सुमिमासेन वाइन उरिबावा दोको देशका भनेको चाहिँ के हो भन्दाखेरि एक्सक्युज मी वाइन बिक्री कक्ष चाहिँ कता छ भनेर चाहिँ मारियाले भनेको छ। त्यस पश्चात तेइन एले के भनेको छ हेरौँ। चिखा इखाई देश, चिखा इखाई देश भनेको चाहिँ भुइँतलाको एक तलामा हो भनेको है। चिखा इखाई देश भनेको चाहिँ भुइँतलाको एक तलामा हो भनेर चाहिँ तेइन एले भनेको छ। त्यस पश्चात मारियाले चाहिँ के भनेको छ हेरौँ। दोमो, दोमो भनेको चाहिँ धन्यवाद अथवा थ्याङ्क यू भनेर चाहिँ भनेको छ। त्यस पश्चात मारिया चाहिँ भुइँतलाको एक तलामा गएको छ र त्यहाँ के भनेको छ हेरौँ। सुमिमासेन सोनो वाइन ओ मिसे कुदासाई। के भन्यो त मारियाले।
सुमिमासेन सोनो वाइन ओ मिसे कुदासाई भनेको चाहिँ एक्सक्युज मी त्यो वाइन देखाउनुहोस् भनेको है। मारियाले के भन्यो त सुमिमासेन सोनो वाइन ओ मिसे कुदासाई भनेर चाहिँ भनेको छ। त्यस पश्चात तेइन बी अर्थात् पसले बीले चाहिँ के भनेको छ हेरौँ, हाई दोजो भनेको चाहिँ हजुर लिनुस् भनेको है। त्यस पश्चात मारियाले के भनेको छ हेरौँ, कोरेवा दोकोनो वाइन देशका, कोरेवा दोकोनो वाइन देशका भनेको चाहिँ यो कतातिरको वाइन हो भनेर चाहिँ सोधेको है। मारियाले चाहिँ के भन्यो त कोरेवा दोकोनो वाइन देशका भनेको चाहिँ यो कतातिरको वाइन हो भनेर चाहिँ मारियाले तेइन बीलाई चाहिँ प्रश्न गरेको छ। त्यस पश्चात तेइन बीले के भनेको छ हेरौँ, निहोन्नो देश भनेको चाहिँ जापानको हो भनेर भनेको छ। त्यस पश्चात मारियाले के भनेको छ हेरौँ, इकुरा देशका भनेको चाहिँ कति पर्छ भनेर चाहिँ प्रश्न गरेको छ। त्यस पश्चात तेइन बीले के भनेको छ हेरौँ, निसेन गो ह्याकु एन देश भनेको चाहिँ 2500 एन हो भनेको छ है। के भन्यो त तेइन बीले निसेन गो ह्याकु एन देश भनेको चाहिँ 2500 एन हो भनेको छ। त्यस पश्चात मारियाले के भनेको छ हेरौँ, ज्या कोरेओ कुदासाई भनेको चाहिँ ठिक छ यो मलाई दिनुहोस् भनेर चाहिँ भनेको छ। यसरी चाहिँ हाम्रो लेसन 3 को खाइवाको एन्डिङ भएको छ। आज चाहिँ मैले तपाईहरूलाई लेसन 1 देखि 3 सम्मको खाइवालाई नेपालीमा सजिलो तरिकाले चाहिँ बुझाएको छु। आशा छ तपाईहरूले चाहिँ लेसन 1 देखि 3 सम्मको खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझ्नुभयो होला भन्ने चाहिँ मैले आशा राखेको छु। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धेरै साथीहरू जापानिज भाषा अध्ययन गरिरहनु भएको छ। तपाईको एक सेयरले तपाईको साथीहरूलाई पनि हेल्प पुग्नेछ। धन्यवाद।